हेलो नमस्ते सबैजनालाई। तपाईहरुले धेरै भन्ने हुन्थ्यो कि साइड मोटर जुन हुन्छ साइड मोटरको चाहिँ धेरै पैसा पर्ने हुन्छ, साइड मोटर चाहिँ राम्रो हुन्छ तर धेरै पैसा पर्ने हुन्छ भने अब तपाईहरुको लागि हामीले फेरि अर्को नयाँ स्टक आइसकेको छ है हाम्रोमा। यो चाहिँ तपाईको 3000 वाटको रेटेड पावर भएको मोटर भयो, जसमा चाहिँ 6000 वाटको चाहिँ पिक पावर दिन्छ, 72 भोल्ट 38 एम्पियरको ग्राफिन ब्याट्री हो। अब यसको प्राइस को कुरा गरे भने एकदमै सस्तो छ है, अरु भन्दा चाहिँ एकदमै सस्तो। फ्युचर्सको कुरा गरे भने एकदमै धेरै फ्युचर भएको। तपाईको अगाडि पछाडि डबल डिस्क पाउन सक्नुहुन्छ, अगाडि र पछाडि तपाईले 12 इन्चको हिल पाउन सक्नुहुन्छ। मोटरको कुरा मैले भनिसके। साइड मोटर पीएसएम साइड मोटर भयो, यसको चाहिँ तपाईको 3000 वाट रेटेड भयो र 6000 वाट चाहिँ पिक पावर भयो। साइड्सको लुक्स पनि हेर्न सक्नुहुन्छ, एकदमै एट्र्याक्टिभ लुक छ। तपाईले साइडबाट पनि हेर्नु, एकदमै राम्रो लुक्स भएको। फुट स्पेसको पनि एकदमै ठुलो छ हैन, ग्यास सिलिन्डर यताउता जे पनि राखेर हेर्न पाइयो। बुट स्पेस पनि तपाईको एकदमै ठुलो छ। पछाडिको ब्याकलाइट हेर्यो भने ब्याकलाइटको पनि एकदमै राम्रो छ है, ब्याक लुक पनि एकदमै राम्रो छ। त्यहाँ सँगसँगै तपाईको अब डिजिटल डिस्प्लेहरुतिर गयो भने यसमा हामीले डिजिटल डिस्प्ले पाउन सक्नुहुन्छ, जसमा चाहिँ तपाईको भोल्टेज के छ कति छ बाहिरबाट चाहिँ राख्नु पर्दैन, यसमै आउँछ हैन। कति किलोमिटर कुदियो, साथसाथै यसमा 1 2 3 गियर छ हैन। 3 मा चाहिँ तपाईको लगभग यसले 90 सम्म स्पिड जान्छ है, 90 सम्म स्पिड 80 सम्म जान्छ, 80 90 सम्म स्पिड जान्छ। त्यसपछि एनएफसी भयो, रिमोट भयो। अब यताको स्विचको कुरा गरौँ भने एकदमै हाई क्वालिटीको स्विच युज भएको छ दुवै साइड। यसमा रिभर्स पनि छ है, यो मोडलमा चाहिँ तपाईको यति चाहिँ राख्यो भने रिभर्स पनि छ। त्यसपछि इमर्जेन्सी लाइट पनि छ, पार्किङ भयो, साइड इन्डिकेटर भयो, हर्न पनि एकदमै राम्रो भएको। अगाडि पनि हेर्न सक्नुहुन्छ खतराक सामान राख्नलाई। त्यसपछि नर्मल इमर्जेन्सी केसमा चाहिँ चार्जिङ गर्नलाई चार्जर पनि छ। पावरको कुरा गरे भने एकदमै राम्रो पावर भएको। तपाईको व्हाइट गुम्बा डबल लोडमा मजाले तान्छ, लो भोल्टेजमा पनि यसले मजाले तान्छ व्हाइट गुम्बा। अब साइड स्ट्यान्ड सेन्सर तपाईको क्वालिटीको कुरा भने एकदमै राम्रो क्वालिटीमा फेरि रिस्टक भइसकेछ। यो चाहिँ हामीले 200 भन्दा बढी यसले नेपाली मार्केटमा बेचिसकेका छौं। यो भनेको 200 भनेपछि हाम्रो 3 देखि 4 महिनामा यति बेचेको हामीले। अब फेरि स्टक आइसकेको छ है, तपाईहरुले चाहिएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।